हेलो साथीहरू नमस्ते। मेरो द कर्णाली युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। म आज एउटा फरक प्रसङ्ग लिएर आएको छु। यो 2 दिन सार्वजनिक बिदामा चाहिँ सदुपयोग गरौँ भनेर मैले एउटा बुक पढेको थिएँ, द आर्ट अफ लेजिनेस हो। यसको बारेमा थोरै कन्टेन्ट बनाएको छु। यसको 3टा मुख्य पार्ट छ। एउटा इन्ट्रोडक्सन, दोस्रोमा चाहिँ पार्ट 1 र तेस्रोमा चाहिँ पार्ट 2 छ। मैले आज इन्ट्रोडक्सनको मात्रै केही कुरा मात्रै भन्छु है त, छुट्टोमा है त। फर्स्टमा छ प्रोक्रास्टिनेसन भन्छ। यो प्रोक्रास्टिनेसन के हो भनेको यो अल्छीपना गर्ने, जस्तो ढिलासुस्ती गर्ने काम चाहिँ हामीले प्रोक्रास्टिनेसन भन्छ। कुनै काम चाहिँ जानी चाहिँ त्यसलाई पोस्टपोन गर्ने काम, पछि गरौँला भनेर हामी राख्छौँ नि, हो त्यस्तोलाई चाहिँ हामीले प्रोक्रास्टिनेसन भनेर भन्दा रहेछ कि। यो भनेको चाहिँ खास के भन्दाखेरि पुटिङ थिङ्स अफ भन्छ क्या, पछि काम गरौँला भनेर होइन। हामीलाई थाहा छ चाहिँ काम आज गर्नुपर्छ भनेर होइन, त्यही पनि हामी सजिलो मानेर के गर्छौँ भन्दाखेरि पछि गर्ने होइन, जुन चाहिँ हाम्रो जीवनको सबैभन्दा ठुलो बर्बादी हो भनेर यो पुस्तकले हामीलाई भनेको छ क्या। यसरी कामहरूलाई पछि सार्दै जाँदाखेरि हामीले अन्तिममा भविष्यमा दुःख नै पाउँछौँ, किनभने त्यो काम गर्नु नै पर्छ, त्यही भएर हामी दुःख पाउँछौँ। त्यही भएर फ्युचर अनसर्टेन छ, अनिश्चित छ भविष्य। तपाईँ आज बाँच्नुहोस् र आजै त्यो काम गर्नुहोस्। गरी दोस्रोमा छ एनिमी अफ प्रोक्रास्टिनेसन। यो प्रोक्रास्टिनेसनको चाहिँ शत्रु के हो त? प्रोक्रास्टिनेसनको शत्रु चाहिँ प्यानिक हो क्या। जब हामी एकदम हतारमा हुन्छौँ नि, प्यानिक सिचुएसनमा हुन्छौँ नि, अनि हामी अल्छीपना गर्दैनौँ कि त्यो काम तुरुन्त गर्न खोज्छौँ नि त होइन। हो, एकदम हतारमा भएको बेला हामीलाई कुनै अल्छीपना नै आउँदैन, हामी जसरी पनि दिनरात नभनी पनि गर्छौँ। हो, यसरी गरेको काम चाहिँ जहिले पनि मध्यम स्तरको हुन्छ कि। अधिकांश जस्तो समय चाहिँ मध्यम स्तरको काम गर्छौँ हामीले, पर्फेक्ट काम नै गर्न सक्दैन। त्यही भएर यसले के भन्छ भन्दाखेरि कुनै काम गर्नु चाहिँ त्यो डेडलाइनभन्दा पहिल्यै गरेर सक्नु पर्यो, मोस्ट इम्पोर्टेन्ट भएको बेलामै गर्दा राम्रो, त्यसलाई अर्जेन्ट बनाउनु भन्दा भनेर चाहिँ योले भन्छ कि एनिमी अफ प्रोक्रास्टिनेसनले भन्छ कि। अनि यो खासमा के हो भन्दाखेरि हामीलाई चाहिँ त्यो कामको वर्गीकरण गर्नुपर्छ क्या, अर्जेन्ट गरिहाल्ने कि त्यो कामहरूलाई होइन। त्यो अर्जेन्ट कामलाई समयमै गरिसक्नुहोस् न त, किन ढिलो गर्नुहुन्छ? महत्त्वपूर्ण कामहरू धेरै छन्, कहिलेकाहीँ अरू आफूलाई महत्त्वपूर्ण लाग्ने आफ्नो परिवारसँग साथीभाइसँग समय बिताउनुहोस्, आफ्नो ड्रिम्सलाई फलो गर्नुहोस् भनेर भन्छ कि। तेस्रोमा छ प्याराडक्स अफ टाइम है। हामी सधैँ भन्छौँ नि, हामीलाई थाहा छ नि त, हामी सधैँ भनिरहेको हुन्छौँ यो कुरा, समय मूल्यवान छ, बहुमूल्य छ समय। सबैले भन्छ टाइम इज भेरी मच भ्यालुएबल होइन, हामीलाई थाहा छ यो कुरा, फर्केर आउँदैन भन्छौँ। तर हाम्रो काम गराइ कस्तो हुन्छ भने समय हामीसँग जति पनि छ होइन, पछि गरौँला नि, एकछिन पछि गर्दा पनि हुन्छ भन्ने हाम्रो हेबिट छ कि। हामीले त्यो अवस्थामा चाहिँ हामीले मृत्युलाई नै बिर्सिसकेका हुन्छ कि, म मर्छु भन्ने नै हामीलाई थाहा छैन कि। समय चाहिँ प्रत्येक सेकेन्डमा गइरहेको हुन्छ भनेर भन्छ कि यसले है। डोन्ट वेस्ट योर टाइम, आफ्नो समयलाई बर्बाद नगर्नुहोस् है। त्यही भएर समय एकदमै सीमित छ, हामी आफ्नो मृत्यु नबिर्स्यौँ, काम चाहिँ पछि नसारौँ भन्छ यो बुकले है। गरी छ प्रोडक्टिभिटी मास्क भन्छ कि यसले। हामी के गर्छौँ भन्दाखेरि हामी आफूलाई अल्छी प्रमाणित गर्न चाहँदैनौँ कि, म कहाँ अल्छी गर्छु र होइन, मैले गरेकै छैन यो काम भन्छौँ कि हामी। तर वास्तवमा के छ भन्दाखेरि हामी आफ्नो चाहिँ महत्त्वपूर्ण काम गर्नुभन्दा पनि पहिला चाहिँ हामी आफूलाई बिजी देखाउन चाहन्छौँ कि है। हामी बिजी भएको चाहिँ आफूलाई देखाउन चाहने हाम्रो बानी चाहिँ त्यस्तो हुन्छ। यो खासमा के हो भन्दाखेरि यो बानी हटाउनका लागि चाहिँ हामीले निम्न केही कुराहरू गर्नुपर्छ भनेर भन्छ कि यसले। हिजो तपाईँले के काम गर्नुभयो, त्यो काम गर्दाखेरि तपाईँको के भ्यालु बढ्यो है, त्यो कुरा चाहिँ हामीले जहिले पनि विचार गर्नुपर्छ। अर्को चाहिँ महत्त्व भएको र महत्त्व नभएको काम बिचको फरक छुट्याउनुपर्छ हामीले है। त्यसै गरी चाहिँ अनि यो कुराको फरक छुट्याइसकेपछि चाहिँ तपाईँ त्यसपछि फिल गर्नुहुन्छ क्या कि मैले वास्तवमै अल्छी गरेर काम गरिरहेको छु कि साँच्चीकै काम गरिरहेको छु त भनेर भन्छ कि है। आजलाई मैले यति नै भने, नेक्स्ट टाइम चाहिँ अर्को भिडियोमा तपाईँलाई म यसको पार्ट 1 चाहिँ अलिक बढी डिस्क्राइब गरेर भन्छु है त। अनि भिडियो कस्तो छ प्लिज कमेन्ट गर्नु होला। थ्याङ्क यू।